मैले बल्ल आज केपी बाको रेल भेटाएँ। हेलो गाइज, के छ म चाहिँ एकदम सन्चै छु है। तपाईँहरूलाई थाहा नै छ म चाहिँ अस्ति काठमाडौँ आएको थिएँ, अनिखेर आज चाहिँ दिदी र म यसो घुम्न निस्किदिएको। दिदीलाई नि हेलो गरिदिन्न भनेको बल्ल बल्ल गर्नुभयो। अहिले चाहिँ हामी बस स्टपतिर लाग्दैछौँ। फेरि बस स्टपमा गाडी नआएर हैरान। त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन, माया आउने बस भन्दै बसिराखेका थियौँ। बल्ल बल्ल एउटा माइक र आयो, अनिखेर हामी चाहिँ लाग्यौँ आफ्नो गन्तव्यतिर। हामी त खास स्वयम्भू जाने भनेर हिँडेको थियो, लास्टमा जू पो आइपुगिएछ। डिप्रेसन। तपाईँ जस्तै जनावर हेर्न आउने मान्छेको भिड हेर्नु त यहाँ। हामी चाहिँ अहिले जू आइसकेका छौँ। भाइ बहिनीहरू चाहिँ यहाँ खेल्दै थिए। हाम्रो केपी बाको रेल जनकपुरमा छ भन्थे, जूमा पो रहेछ। क्या मस्त बेकार जिन्दगी है। हेर्नु त हाँस, ओइ हाँस भनेको ये आज नहीं कल हाँसेगा। दाजु हामी यता छौँ भन्थे, यता पो रहेछ। सो आजलाई चाहिँ यति नै। अझै यस्तै भिडियोको लागि सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई।